हाम्रो चाहिँ यो टोली चाहिँ होइन ए सामुदायिक वनतिर त अगाडि बढिरहेको छ हेर्नुहोस् ए यो जन्ती जस्तो छ नि त ओहो यो त जन्ती नै छ त है यो सामुदायिक वनतिर पठाउँछ जन्ती फेरि अलिकति बाजागाजा बजायो भने माथि बसेका छन् यो त ओहो यस्तो भिआइपीसँग बसेका छन् त्यहाँ माथि टेबल पनि कस्तो रङ्गी चङ्गी रहेछ है अहिले चाहिँ हामी चाहिँ यो सबै इन्भेन्ट्री भन्नाले चाहिँ बााउन्ड्री सर्वे गरेर चाहिँ पहिलो स्टेजबाट चाहिँ यहाँ सबै आइसकेका छौँ हेर्नुहोस् यो अनकन्टारसम्म छौँ हामीहरू है सबै अलिकति मनिलो अनुहारमा छन् अनि सबै एक्सर्साइज गर्नुपर्छ भन्ने कुरा नि हो अनि हामीले हाम्रा स्टुडेन्टहरूलाई चाहिँ यो कक्षा कोठामा बसेर चाहिँ वास्तविक धरातल थाहा हुँदैन भन्ने पनि छ हो कि होइन त्यही भएर हामीले धकलेर भने पनि फिल्मै पढाउने फिल्मै जाउँ किनभने चाहिँ भनेर किसिमबाट छ हो कि होइन यतिको भए पुग्छ क्या यतिको भर्खर थाकेर आउँदाखेरि पनि यतिको हँसिलो अनुहार भनेपछि तिमीहरू वास्तवमा तिमीलाई संसार जित्छौ यसको लागि तयारी छन् सबैजना जस्ताहरू होइन भेरी गुड अहिले चाहिँ हामी चाहिँ सामुदायिक वनको चाहिँ मापन यो चाहिँ फिल्ड सर्वेको लागि आएका छौँ होइन यो ठाउँमा चाहिँ अलिकति पहाडी भेगतिर चाहिँ अलिकति यो हामीले एलोकेट गरेका पोइन्टहरूमा बायस नहोस् भनेर चाहिँ बनाएका पोइन्टहरूमा जानलाई चाहिँ भयङ्करै गाह्रो रहेछ हेर हो बिस्तारै तर यो त धरती त कडै रहेछ धरतीहरू कि जे कुरो पनि उठेर खाना मात्रै छैन किन होला एकछिन होइन किन यो कति भुत्ती हुन्छ नि सर ब्याग राख्नु न पहिला त्यही त नि अलिक काट्नुपर्छ सर कसो छैन अनि यसो हेरेको त यो नलेजले के काम गर्छ नि यो कडी पत्ताको फल हो हेर्नुहोस् यो जामुनको गेडा जस्तो यसले त एकदमै इनर्जी दिने रहेछ होइन हेर्नुहोस् हेर्नु त यो कडी पत्ताको फलले यति गुलियो र टेस्टी हुन्छ होइन यो जङ्गलमा कडी पत्ता रहेछ हेर्नुहोस् यस्तो भनेपछि मैले एक मुठी खाएँ भने चाहिँ यो खानै परेन एकदम इनर्जी सुपर इनर्जी दिन्छ यो अरेन्ज हेर्नु यस्तै ए हामी त धेरै फस्यौँ त गुरु अब कसै कता झर्ने यो तल गयो हुन्छ ए ल तपाईँले के गोरु चलाउन आउनुभयो गोरु ए सबैजनालाई नमस्कार अहिले हामी चाहिँ उदयपुर गढीको लागि चाहिँ प्रस्थान गरिसकेका छौँ होइन यस्तो इनर्जेटिक टोलीहरू छन् होइन र यस्तो बर्खाको समयमा पनि होइन हेर्नुहोस् यो हाम्रो वन विज्ञान अध्ययन संस्थान हेटौडाको गाडी त्यहाँ रोकिएको छ र हाम्रो चाहिँ यो पछि बिस्तारै हाम्रो चाहिँ यात्रा चाहिँ हाइकिङको यात्रा हुनेछ यो हाइकिङको यात्रा अब हाम्रो चाहिँ सिधै मकवानपुर गढीसम्म पुग्ने छ हेर्नुहोस् ओहो उदयपुर भन्ने उदयपुर गढी सुरुमा पनि उदयपुर भन्ने नै क्या हो उदयपुर गढी ल यस्तो इनर्जेटिक टोलीहरू छन् होइन उदयपुर गढी कस्तो छ भनेर चाहिँ हाम्रो चाहिँ हेर्नुहोस् यस्तो तल हेरौँ नेपाल टार बजार छ होइन उदयपुरको भने यो बाटो हामी लगभग 2 घन्टा जतिको यात्रा गरेर चाहिँ हामी गढीमा पुग्नेछौँ होइन अब हामी हेटौडादेखिको यता उदयपुरको फाँटसम्म आइपुगेका छौँ हेर्नुहोस् हाम्रो सरले सबले लाइक सब्स्क्राइब गरिदिनु होला ओहो ल हाम्रो टोलीहरू अगाडि बढिरहेको छ हेर्नुहोस् यसरी अहिले हामी उदयपुर गढीतिर आउँदैछौँ कि होइन
वन विज्ञान अध्ययन संस्थानका यस्ता इनर्जेटिक टोलीहरू उकालोमा पनि दौडिरहेका छन् वीर गोर्खालीहरू। हेर्नुहोस् 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 यसरी उकालोमा दौडिने। ओहो वन विज्ञान अध्ययन संस्थान हेटौँडाबाट आएको टोली उदयपुर गढी दौडिएरै पार गर्न लागिरहेको छ। यस्ता जोसिलाहरू छन्। भोलिको दिन यस्ता जोसिला दिनहरूको लागि होइन खाँचो छ। हेर्नुहोस् अब उदयपुर गढी त जानै पर्यो होइन। केटाहरू इनर्जेटिक केटाहरू जेन्जीसँग आएको छु। बिएससी सेकेन्ड इयर सेकेन्ड सेमेस्टरका एकदम इनर्जेटिक हुनहार जल्दा बल्दा स्टुडेन्टहरूसँग हिँड्दा पनि म पनि त्यस्तै जोस आइरहेको छ हेर्नु। ल भेरी गुड। अब हामी त्यहाँ पुग्छौँ र त्यहाँको त ऐतिहासिक पृष्ठभूमि धरि हामीले दिन्छौँ होइन। सबैजनालाई नमस्कार। अहिले हामी चाहिँ नेपाल टारबाट माथि उदयपुरको उकालो चढ्दैछौँ। हाम्रो लास्ट गन्तव्य हुनेछ उदयपुर गढी होइन त हो। यस्ता यङ एन्ड इनर्जेटिक स्टुडेन्टहरू वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा होइन प्र्याक्टिकल अध्ययनको लागि यो जङ्गलमा सामुदायिक वनका विभिन्न उदयपुरका विभिन्न जङ्गलहरूमा चाहिँ अध्ययन गर्नको लागि चाहिँ एउटा ठुलो जम्बो टोली आइरहेको छ हेर्नु। आमा यी नानीको नाम जुनी होइन जुनी लाइफ ए जुनु भेरी गुड। यी पनि एकदमै कडा रहेछन्। उताबाट आइरहनु भएको छ उता तलबाट बल्ल आइरहनु भएको छ। यो एकदमै इनर्जेटिक टोलीहरू छ। यो बिस्तारै यस्तो उकालोहरू तलको गहिरोबाट नेपाल टारको त खोजबाट उदयपुरबाट हामी यहाँ हिँड्दैछौँ। 2-3 घन्टा भइसक्यो। कहिले पुग्ने थाहा छैन होइन। हो कडाइरहेछ ल ल। अहिले हामी चाहिँ लगभग 2 घन्टा 3 घन्टाको यात्रापछि चाहिँ हामी चाहिँ यो टावर भएको ठाउँमा उदयपुर गढीमा हामी आइसकेका छौँ। बाटो हेर्नु भन्नुहुन्छ भने यस्तो किसिमको तलको नेपाल टार जुन चाहिँ गाईघाट र कटारीको बिचमा पर्ने त्यो नेपाल टार छ त्यहाँबाट चाहिँ उकालो हाम्रो सिधै उकालो होइन। भनेपछि चाहिँ बिचमा चाहिँ यस्तो मौलिक किसिमको यहाँ गोठ शीतलको लागि मात्र यो बाख्राको टाँड जस्तो छ शीतलको लागिरहेछ होइन। किरण अब के कस्तो के हो यो थाहा तिमीलाई? ए बाँदर धपाउने घुम्ती हेर्नुहोस्। अहिले नेपालैभरि चाहिँ कति सताह छ बाँदरले भनेको यो ज्वलन्त उदाहरण पनि हो होइन। हो यस्तो यता हेर्नुहोस् हाम्रा मकै छन्। यसलाई कुर्नको लागि बनाएको रहेछ। अनि हाम्रो किरणज्यूलाई चाहिँ लग अलिकति के कस्तो भइरहेछ हामी हाम्रो उद्देश्यहरू प्रकाश पार्न पर्यो अलिकति। ल ल ल ल आज मकवानपुर गढी घुम्न आएको सर। हजुर विशेष गरी हामी गजब भइयो। हामीले चाहिँ काम सकेर वन जङ्गलको अपरेसनल प्लान प्रिपेरेसनको काम सकेर हामी चाहिँ आज चाहिँ हाइकिङ डे बनाएको थियौँ। अलिकति यहाँको उदयपुरसँग जोडिएका होइन पुरातात्विक महत्त्व बोकेका ठाउँहरूको भिजिट गर्नलाई आइरहेको छौँ होइन। यतातिर के छ ऊ अनि 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 आज विशाल भाइको के छ? विशाल भाइ के साह्रै थाक्यो क्या हो लास्टै भयो। अनि के छ जुनीको आल्फा के छ यस्तो यता? अनि यता बसन्ती अनि यता तल तिनको के पो बिर्सेँ मैले नाम दिपा हो। ओहो यता यता होइन नि त हो। ल ल ल भेरी गुड। ल ल ल ल हाम्रो चाहिँ इनर्जेटिक टोली आइसकेका छौँ। उहाँहरूको चाहिँ अर्कै छ पारा। ल ल ल ल ल हेरौ भयो हो उदयपुर गढी। अहिले हामी चाहिँ सरर उदयपुर गढीमा आइपुगेका छौँ। उदयपुर जिल्लाको यो एकदमै ऐतिहासिक ठाउँमा उदयचन्द्र सेनले राज्य गरेको ठाउँ भएको हुनाले चाहिँ यो उदयपुर गढीको नाम रहेको हो। उदयचन्द्र सेन भन्ने बित्तिकै सेन राजा लगभग 1575 राज्य गरे भन्छ। हेर्नुहोस् त्यो बेलाको यो चाहिँ पूर्वको एकदमै बलियो किल्ला मानिन्छ यसलाई। हेर्नुहोस् हो मुख्य गढी चाहिँ यहाँ छ हेर्नुहोस्। सबैजनालाई नमस्कार। म दामोदर गढीको तर्फबाट र म तपाईँलाई आज उदयपुर गढीको बारेमा केही विस्तृत जानकारी गराउन आइरहेको छु। लगभग 1500 यहाँ चाहिँ शत्रुबाट जोगाउनको लागि चाहिँ यहाँ खाडल राखिएको र ऐतिहासिक ठाउँलाई अलिकति केही जीर्णोद्धार पनि गरिएको छ। हेर्नुहोस् उदयचन्द्र सेन घोडामा बसेको र वरिपरि डाँडा काँडाले
ढाकिएको र प्रायः जसो इन्डियासम्म देखिन्छ भनिन्छ है। यो चाहिँ पूर्वतिरको हट हट। आज म तपाईँलाई यसरी मजाले उदयपुर गढी आइयो हेर्नुहोस्, मन आनन्द भएको छ। यसरी यहाँ तोपको कुरा पनि राखिएको छ हेर्नुहोस्, विभिन्न किसिमका तोपहरू राखिएको छ। तोप परिषद प्रवेश निषेध भनेको छ हेर्नुहोस्। ल ओहो, यसरी उदयचन्द्र सेनले राज्य गरेको र उहाँकै नामबाट चाहिँ उदयपुर गढीको नामले यो चिनिन्छ। र यो किल्ला ऐतिहासिक किल्ला हो र पूर्वतिरको किल्ला मध्येको चाहिँ एकदमै कडा किल्ला मानिन्छ। मकनपुर गढी पनि एकदमै सेन राजाहरूले राज्य गरेका थिए। हेर्नुहोस् यो तोपको साइन छ। अहिले हामी चाहिँ यहाँ छौँ मकनपुर गढीमा छौँ र अलिकति 360 डिग्रीको भ्यू पनि हेर्न सकिन्छ हामीले मजाले। त्यसै कारणले गर्दाखेरि नेपालमा 2224 राजाले शासन गर्दाखेरि यो उदयपुर गढी पनि एकदमै कडा गढी मानिन्छ होइन। यो चाहिँ तोप बेलामा प्रयोग हुने तोपहरू हुन्, अङ्ग्रेजहरूसँग लड्नको लागि बनाएको। पछि पृथ्वीनारायण शाहले सेन राजाहरूसँग बिहे गरेर ससुराली नै बनाएर चाहिँ बिस्तारै यो सेन राजाहरूलाई पनि आफूमा लिए, आक्रमण गरेर नेपालको एकीकरणलाई त्यसरी सुरु गरियो भनिन्छ आदरणीय दर्शक महानुभावहरू। अहिले चाहिँ अलिकति रिनोभेसन गरेर बनाएको जस्तो लाग्यो, एकदमै राम्रो छ। यो यहाँको प्राकृतिक छटाले भरिपूर्ण भइरहेको उदयपुर गढी र त्यसको आसपासको भागहरू म देखाउन गइरहेको छु। र तपाईँ पनि उदयपुर नजिक हुनुहुन्छ भने यहाँ आउन सक्नुहुनेछ। ट्रेकिङ हाइकिङ गरेर तल नेपाल टारबाट हाइकिङ गरेर आउन सक्नुहुनेछ। हेर्नुहोस् अहिले चाहिँ एकदम राम्रो छ है। सेनवंशी राजा श्री उदयचन्द्र सेन हेर्नुहोस्, मजाको छ यो गढी किल्ला। यसलाई संरक्षण गर्नु पनि आवश्यक देखिएको हुनाले अहिले एकदमै राम्रो बनिएको छ हेर्नुहोस्। अनि तिमीहरूलाई पनि अलिकति खिचिदिन्छु नि मैले। ल खिच त यो तिमीहरू उदयपुर गढीमा आएर ठ्याक्कै डान्स गर्न अवसर पाइरहेको छौ होइन। ल हाम्रा वन विज्ञान अध्ययन संस्थानबाट आएका स्टुडेन्टहरू पनि एकदमै एक्साइटेड भएर चाहिँ भिडियो बनाइरहनु भएको छ। ओहो, यहाँ सुटिङ पनि भइरहेछ। ओहो, ल यहाँ आइसकेपछि चाहिँ एकदम रमाइलो लाग्यो। ल यो चाहिँ यो उदयपुर गढीमा चाहिँ एउटा फेसिलिटी कस्तो रहेछ भने सर र यो पिङ खेलेर नै उदयपुर गढीलाई हेर्न मिल्ने रहेछ। हेर्नुहोस् यतापट्टि हेर्नुहोस्, यता देखाइदिनुहोस्। यता यो उदयपुर गढी हो भनेपछि यहाँ आएका पाहुनाहरूलाई चाहिँ सर र यसरी पिङ खेलाएर देखाउने रहेछ। तपाईँ आउनुहोस् उदयपुर गढी। यस्तो किसिमको छ नि अब त्यस्तो कस्तो आनन्द आउने चाहिँ आउनु ए हो चोट लाग्न सक्छ क्या। भिडियो बनाउनु भएको अहिले खस्लाउ फेरि मुख आएर ल
टिम खेल्न मजै आउने रहेछ नि सर। चाहिन्छ नि अब नजान्छ होला नेपालमा। उनीहरूलाई कस्तो उयो उक्ति यो भनेको चाहिँ भड्खालो भन्छ होइन। यहाँ चाहिँ शत्रुहरू चाहिँ यहाँबाट चाहिँ छिरेर माथि नजाउनु भनेर यस्तो बनाएको अनि यहाँ आइसकेपछि चाहिँ शत्रुहरू कसरी जम हान्छन् हेर त ल देखाउ त। यता यता जाने माथि छ पर्खाल माथि छ है हो भनेपछि उनीहरूले चाहिँ भालाले ढुङ्गाले हानेर चाहिँ हेरी यही गल्छेडोमा झारेर चाहिँ मार्ने चलन रहेछ त्यो बेलामा होइन। सकिन्छ त के उपाय छ त? छैन गाह्रो छ। बाइ चान्स त सर्को होइदिए गाह्रो हुन्छ। ल भयो सकिन्थ्यो भयो छोडिदियो अहिले सकिँदैन। किदो रहेछ सर। छोडिदेऊ भयो हो। बजरे गुरु बंदे असुरी हो ओम बजरे गुरु बंदे मने बिंबे हो ओम 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 मने बिंबे हो मने बिंबे हो। काँक्रो खाँदैछौँ हेर्नुहोस् होइन। यो उदयपुरको त अब यति टेस्ट छ यसमा। यो उदयपुर गढीमै यो ठ्याक्कै होइन। गढीमै सर। ल खाऊ त खाऊ। भर्खरबारीबाट टिपेको। यसमा थोरै झन् नुन लायो भने सर यो हरियो नुन खुर्सानी आज ऊ खान छोड्यौँ नि। जङ्क फुड अर्ग्यानिक बाहेक हामी जङ्क फुडहरू हामीले चाउचाउ यस्तो चिया यो खानसम्मै छोड्यो हेर्नु। अब चाहिँ हामीले चाहिँ यस्तो अर्ग्यानिक चिज खाऊँ भनेर यस्तो विषादी रहित यस्तो हाइटमा होइन उदयपुर गढी जस्तो ठाउँमा यसरी खाँदैछौँ है। साह्रै मिठो छ सर। खाऊ त खाऊ। हामी टिप्परमा सरर आइरहेछौँ। बाटोको पनि ठिकै छ हो। अब ह्याङ्सी गुरुले कडा गुरुले तरिकाले हाम्रो माछ है हो। पहाडको घुम्तीमा घुम्यो रेल भने जस्तो छ हजुर। नमस्ते। आइदिएर